आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा। हजुर यस्तो मेयर पाउँदैन, फेरि मेरै मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कस्तो राम्रो मेयर, सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने। सुकुम्बासी जनता, अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो। तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छ, खुसी नै छौँ। हजुर हजुर, भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ। उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्, उहाँ नै होस् भन्ने चाहना छ क्या। हजुर, अनि पल्लोपट्टिको मान्छेले भन्दै थियो तिमीहरू भाग्यमान। उता यता त तपाईँहरूको त पैसा परेन नि। परेन मेयर साहबले सबै फ्रीमै गरिदिनु।